नमस्ते। आज हामी एउटा यस्तो घटनाबारे कुरा गर्दैछौँ जसले यति बेला नेपाली मनोरञ्जन जगत र सामाजिक सञ्जालमा भनौँ न एउटा ठूलै तरङ्ग ल्याएको छ। यो हो कलाकार सागर लम्सालको पक्राउको घटना। ल सुरु गरौँ सबैभन्दा मुख्य समाचारबाट। लोकप्रिय कलाकार सागर लम्साल, जसलाई हामी बलेको नामले पनि चिन्छौँ, उहाँ अहिले प्रहरी हिरासतमा हुनुहुन्छ। यो खबर बाहिर आउन साथ यसले सबैतिर, विशेष गरी सोशल मिडियामा एउटा ठूलो बहस नै सुरु गरिदियो। अब यो अवस्थासम्म कुरा कसरी आइपुग्यो त? आउनुहोस् यसको घटनाक्रमलाई छोटकरीमा हेरौँ। आरोप अनुसार यो घटना आजभन्दा लगभग 1 वर्ष अगाडि अमेरिकामा भएको थियो। केही समय अघि मात्रै एक युवतीले सामाजिक सञ्जाल मार्फत यो आरोपलाई सार्वजनिक गर्नुभयो र त्यसपछि अनुसन्धानका लागि सागर लम्साललाई काठमाडौँमा पक्राउ गरियो। यो विषयलाई अझै गहिरिएर बुझ्नको लागि अब आरोपकर्ताकै बयानलाई हेरौँ। उहाँले सामाजिक सञ्जालमा के लेख्नु भएको थियो त? उहाँले आफ्नो पोस्टमा के भन्नुभएको छ भने, लम्साललाई उहाँले 1 दशकभन्दा बढी समयदेखि चिन्नुहुन्थ्यो र दाइ जस्तै मानेर विश्वास गर्नुहुन्थ्यो। यही विश्वासमाथि घात भएको कुराले यो कथित आक्रमणलाई अझ धेरै पीडादायी बनाएको देखिन्छ। पोस्टमा उल्लेख भए अनुसार घटनापछि उहाँ एकदमै डराउनुभयो र स्तब्ध पनि हुनुभयो, जसले गर्दा उहाँ चुप लाग्नुभयो। आफ्नो परिवारमा कतै केही असर पर्छ कि भन्ने डरले उहाँलाई बोल्नबाट रोकेको थियो। यो पोस्टले गएको 1 वर्षमा उहाँको मानसिक स्वास्थ्यमा कति गहिरो असर परेको थियो भन्ने कुरा पनि देखाउँछ। उहाँले आफैलाई जिउँदो लास जस्तो महसुस भएको भन्दै आफ्नो पीडा व्यक्त गर्नुभएको छ। अनि आफ्नो पोस्टको अन्त्यमा उहाँले कथित आक्रमणकारीलाई सिधै यो शक्तिशाली प्रश्न सोध्नु भएको छ, जसले सामाजिक सञ्जालमा एक किसिमको भुइँचालो नै ल्याइदियो। अब जब यस्तो आरोप सार्वजनिक भयो, सामाजिक सञ्जाल तुरुन्तै 2 खेमामा बाडियो। यसले हाम्रो समाजमा रहेको गहिरो विभाजनलाई पनि प्रष्ट देखाउँछ। एकातिर मानिसहरूले कडाभन्दा कडा सजाय हुनुपर्छ भनेर चर्को आवाज उठाए भने अर्कोतिर धेरैले प्रमाण बिना कसैलाई दोषी नठानु, हतारमा निर्णय नगरौँ, कहिलेकाहीँ पुरुषहरूलाई पनि झुट्टो आरोप लाग्न सक्छ भनेर चिन्ता व्यक्त गरे। यो बहस आम मान्छेमा मात्रै सीमित रहेन, होइन? चिनिएका कलाकार अनि प्रभावशाली व्यक्तिहरूले पनि यसमा आआफ्नो धारणा राखे र ती धारणाहरू पनि फरक थिए। जस्तै प्रभावशाली व्यक्ति CR7 होराले आफ्ना फलोअरहरूलाई के सल्लाह दिनुभयो भने, अनलाइनमा कसैलाई दोषी करार गर्नुअघि प्रमाण कुर्नुपर्छ। उहाँले के कुरामा जोड दिनुभयो भने, आरोप त जो कोहीले पनि लगाउन सक्छ। तर यसको ठिक विपरीत अभिनेता जयकिशन बस्नेतले चाहिँ निकै कडा अडान लिनुभयो। उहाँले आफू आरोपकर्ताको बुबाको नजिकको साथी भएको कुरा पनि खुलासा गर्नुभयो। उहाँले के भन्नुभयो भने, यदि यो आरोप साँचो साबित भयो भने अपराधीले सामान्य जेल सजाय भन्दा पनि धेरै कठोर सजाय पाउनुपर्छ। उहाँको यो भनाइले चलिरहेको बहसमा अझै आगो थप्ने काम गर्यो। अब गायिका एलिना चौहानले यो बहसलाई अझै फराकिलो बनाइदिनुभयो। उहाँले यो विशेष घटनाभन्दा पनि पर गएर जब कुनै पीडित बोल्छन्, हाम्रो समाजले उनीहरूलाई कस्तो व्यवहार गर्छ भन्ने ढाँचामाथि नै प्रश्न उठाउनुभयो। चौहानले यौन दुर्व्यवहारका पीडितहरूले अक्सर सामना गर्ने केही एकदमै हानिकारक प्रश्नहरू र आरोपहरूलाई औल्याउनुभयो। जस्तै 1 वर्षसम्म किन चुप लागेको? पक्कै पैसाको लागि होला? चर्चामा आउनलाई होला? यस्ता प्रश्नहरू आफैमा एक प्रकारको उत्पीडन हो भन्ने उहाँको तर्क छ। त्यसपछि उहाँले एउटा एकदमै महत्त्वपूर्ण प्रश्न तेर्स्याउनुभयो। यो प्रश्नले त्यस्ता अपराधको लागि भौतिक प्रमाण चाहियो भनेर माग्नेहरूलाई सिधै चुनौती दिन्छ, किनभने यस्तो घटनामा विरलै कुनै साक्षी वा ठोस प्रमाण हुन्छ। चौहानको यो प्रश्नले समाजले पीडितहरूको काँधमा कति असम्भव प्रमाणको भारी बोकाउँछ भन्ने कुरालाई छर्लङ्ग पार्छ। यो साँच्चै नै एउटा शक्तिशाली अभिव्यक्ति हो। उहाँको तर्क के छ भने, पीडितलाई नै उल्टै दोष दिने यो संस्कृतिले अरू पीडितहरूलाई पनि अगाडि आउनबाट रोक्छ। जब उनीहरूले यस्तो सामाजिक प्रतिक्रिया देख्छन्, उनीहरू चुपचाप पीडा सहेर बस्न बाध्य हुन्छन्। अहिले यो मुद्दा कानुनी प्रक्रियामा गइसकेको छ, तर यसले हामी सबैलाई, हाम्रो समाजलाई एउटा महत्त्वपूर्ण प्रश्न सोच्न बाध्य बनाएको छ। सामाजिक सञ्जालको यो युगमा व्यक्तिगत न्याय र सार्वजनिक बहसबीच कसरी सन्तुलन कायम गर्ने? आजलाई यति नै। धन्यवाद।